अपेक्षाले गर्दा नै जनताले झन्डै 2/3 मत दिएको पनि हो। तर कम्युनिस्ट पार्टीमा अझ विशेष गरी नेतृत्वको प्रश्न भनेको के चाबी हुँदो रहेछ। नेतृत्व सही भयो भने र विचार सही भयो, पहिलो कुरा त विचार सही भयो भने र दोस्रो कुरा नेतृत्व सही भयो भने नभएको शक्ति पनि आर्जन हुँदो रहेछ र एकपछि अर्को विजय हासिल गर्न सकिँदो रहेछ। विचार र नेतृत्व गलत भयो भने भएको शक्ति पनि बर्बाद हुँदो रहेछ। त्यही कुरा नेकपा नेपाल कम्युनिस्ट पार्टी नेकपा कालमा हामीले अनुभव गर्यौं। केपी ओलीको ठाउँमा अर्को कोही नेता भएको भए, त्यति बेला प्रमुख भएको भए या त्यसको ठाउँमा अर्को कोही प्रधानमन्त्री भएको भए के हुन्थ्यो होला, म कहिलेकाहीँ फर्केर हेर्ने गर्छु। त्यसो गर्दा नेपाल समाजवादतिर अगाडि बढिसके।